देवी महर्जनको तर्फबाट न्यानो अभिवादन बडा अध्यक्ष लगायत वडा सदस्य दाइहरूलाई खादा ओढाई उहाँहरूको सम्मान गर्ने कार्यक्रम अहिले हुन गइरहेको छ। यसको लागि म हाम्रो महेश दाइ र हाम्रो रिता भाउजूलाई विनम्र अनुरोध गर्न चाहन्छु। साधु 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 साथी बजाउनु भए पनि हुन्छ र साधु गाडिदिनु भए पनि हुन्छ। साधु 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 हाम्रो महेश दाइ एकजना श्रद्धावान उपासक हुनुहुन्छ। साथै उहाँ एकदमै राम्रोसँग मूर्ति बनाउन जान्ने मूर्तिकार पनि हुनुहुन्छ, चित्रकार पनि हुनुहुन्छ। त्यसैले एकदमै राम्रोसँग चित्र पनि बनाउन उहाँ सफल हुनुहुन्छ। आज उहाँले नै बनाउनु भएको महाप्रजापति गौतमी प्रतिमा हामीले साकेमुनि कीर्ति बिहारमा लैजाँदैछौँ। सबैले अलिक ठुलो स्वरमा साधुकार र ताली बजाएर सबैले ठुलो स्वरमा साधुवाद दिई उहाँहरूको मेहनतलाई अझ उच्च स्थानमा पुर्याइदिनु हुन। यसरी नै एकदमै राम्रो राम्रो बनाउन सफल हुनुहोस् र एकजना अन्तर्राष्ट्रिय व्यक्तित्व नै बन्न सफल हुनुहोस् भनेर पनि हामी कामना गर्न सक्छौँ कामना गर्छौँ। धेरै धन्यवाद छ। गुरुमा वेरमणि शिक्षापदं समादयामि। दाना वेरमणि शिक्षापदं समादयामि। Sabada Veramani Sikha Samadhiya
पानी अर्था उड़ीस पुगला येस भगवतो सावक संगो आउनेय पाउनेय दक्षिणेय अंजलि करणीय अनुत्तरं पुण्यं खेतं लोकसादि वन्दामि चैत्यं सर्वं सर्वधानि सुपदीचितं सारिगधातु महाबोधिं बुद्धरूपं सकलं सदा कायेन वाचा चित्तेन प्रमादेन मया गतं अर्चया खममे वन्दे भूरिपन्यो तथागत इदं मे पुण्यं आसवक्षया वहं भवतु इदं मे पुण्यं निब्बानस्य पचयो भवतु इदं मे पुण्यं सर्वे सत्ता सुखिता भवन्तु साधु साधु धेरै धन्यवाद छ श्रद्धेय पुण्यवती गुरुमालाई। अब सानो धर्मदेशना त्यो पनि हाम्रै आज हामीले लाँदै गरेको प्रतिमा महाप्रजापति गौतमीको बारेमा किन महाप्रजापति गौतमी हामी एकदम विशेष हुनुहुन्छ भन्ने बारेमा उहाँ आज धर्मदेशना दिइदिनुहुन श्रद्धेय प्रसन्नवती गुरुमालाई विनम्र अनुरोध गर्न चाहन्छु। देवी महाराजज्यूलाई नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स पुष्पल भगवान अमर समित सम्बुद्धलाई सादर वन्दना। त्यस्तै गरी ज्येष्ठ गुरुमाहरू सबैजनालाई सादर वन्दना। यहाँ उपस्थित कनिष्ठ गुरुमाहरू साथै यस वडाका वडाध्यक्षज्यू गण्यमान्य व्यक्तित्वहरू यहाँ हाम्रो बिहारबाट ऋषि गुरुमाहरू पनि आइराख्नु भएको छ। उहाँहरू सबैजना र श्रद्धालु सकल उपासक उपासिकाहरू सतुङ्गलदेखि आउनुभएको धिमे बाजा र सबैजना उपासक उपासिकाहरूलाई पनि सुखी निरोगी होस् भन्ने मैत्री कामना गर्न चाहन्छु। आजको यस दिनमा यो नयाँ वर्षको सुरुवात वैशाख 6 गते 82 सालको 6 गते यस ठाउँबाट विशेष गरी हाम्रो मूर्तिकार महेश तुलाधर उहाँको श्रीमती रिता तुलाधर पनि यहाँ हुनुहुन्छ। परिवारहरू सबैजनाको उपस्थितिमा यस दिनलाई विशेष गरी मनाउन गइराखेका छौँ। त्यसको मुख्य कारण नै महाप्रजापति गौतमी भिक्षुनी उहाँलाई हाम्रो उहाँ जुन महेश तुलाधरज्यूले धेरै नै श्रद्धापूर्ण धेरै नै राम्रो गरी त्यो समयकै भिक्षुनी जस्तै गरी बनाउनु भएको र उहाँलाई आज हामीहरूले शाक्यमुनि कीर्ति विहार सतुङ्गलमा स्थापना गर्नको लागि यस ठाउँमा हामीहरू उपस्थित भइराखेका छौँ। अब यो महाप्रजापति गौतमी भिक्षुनी भन्ने को भन्ने विषयमा चाहिँ हामीले बुझ्नु पर्दा उहाँ शाक्यमुनि भगवान बुद्धको सानो आमा अथवा उहाँको आमाको बहिनी हुनुहुन्छ। अब यसरी हामीले बिहारहरूमा स्थापना गर्नु पर्ने कारण के त भन्दा विशेष गरी उहाँ शाक्यमुनि बुद्धको बहिनी मात्र नभइकन सानुमा मात्र नभइकन हाम्रो भिक्षुनी शासन अथवा हामीहरू अहिले गुरुआमा आनी भनेर पनि चिन्दछौँ। यसरी भिक्षुनी शासनको स्थापक पनि हुनुहुन्छ। त्यो समयमा जुन
भिक्षुनी भनेर नारीहरूलाई एउटा स्वतन्त्र प्रवचित गर्नको लागि ठाउँ नदिएको अवस्थामा अथवा त्यो समय जुन नारीहरूलाई घरबाट बाहिर गएर पढ्ने ध्यान भावना गर्ने त पढे जाओस् पढ्ने अथवा समाजमा घुलमिल हुने सामाजिक कामहरू गर्ने आदिबाट वञ्चित रहेको त्यो समय 2600 वर्ष अगाडिको समयमा आफ्नै छोरा अथवा शाक्यमुनि बुद्धद्वारा उहाँले उपसम्पदा प्राप्त गर्नुभएको थियो। त्यो समयदेखि नै भिक्षुनी भन्ने शब्द पनि आयो अथवा पुरुषहरूलाई भिक्षु भनिन्थ्यो भने नारीहरूलाई भिक्षुनी भनेर सम्बोधन गर्न सुरु भएको थियो। त्यो समयदेखि 5औं 6औं शताब्दीसम्म निरन्तर रूपमा एउटा वंशबाट अर्को वंश हुँदै यो भिक्षुनी शासन स्थापना हुँदै आइराखेको। त्यसकारण यो स्थापना भएर नारीहरूलाई घरबाट बाहिर आएर आफ्नो स्वतन्त्रता सँगै दुःखबाट मुक्त हुनको लागि यसरी प्रवचित भाव प्राप्त गर्नको लागि उहाँ अगुवा भएर काम गर्नुभएकै कारणले गर्दा पनि उहाँलाई चाहिँ हामीले उहाँको गुणलाई स्मरण गर्दै यो मूर्तिलाई हामीले स्थापना गर्न लग्न लागेको अहिले चाहिँ। त्यस्तै गरी उहाँ त्यसरी भिक्षुनी शासनको स्थापक हुनुहुन्छ भने जब भगवान बुद्ध जन्मनुभयो त्यो समयमा बोधिसत्व भनिन्छ। सिद्धार्थ कुमार बोधिसत्व जन्मनु भएर 7 दिनमा उहाँको आमा महामाया देवी बित्नु भएको थियो। उहाँ बितिसक्नु भइसकेपछि सिद्धार्थ कुमारलाई आफ्नै दुध खुवाएर हुर्काएको बढाएको एकजना सानो आमाको रूपमा नभइकन आमाकै अर्को रूप आमा नै भएर उहाँले चाहिँ आफ्नो दिदीको छोरालाई हुर्काउनु भएको थियो। भनेको मतलब बोधिसत्व बुद्ध हुने एकजनालाई हुर्काउनु भएको। त्यसकारण पनि उहाँको गुण धेरै नै छ अथवा अविस्मरणीय छ भनेर हामीहरू यो बुद्ध शासनको इतिहासमा हामीहरू त्यसरी पनि लिन्छौँ। त्यसकारण पनि उहाँलाई हामीले पूजा गर्छौँ, गौरव गर्छौँ। साथै जुन भिक्षुनी शासन लिनको लागि अथवा त्यो स्वीकृति पाउनको लागि उहाँले कपिलवस्तुदेखि वैशाली नगरसम्म जुत्ता नभएको खुट्टाले नाङ्गो खुट्टाले त्यहाँसम्म हिँडेर भगवान बुद्धसँग फेरि भिक्षुनी बन्नको लागि भगवानसँग अनुरोध गर्न जानुभएको थियो। त्यो सजिलो थिएन। पहिलो कदम चाल्नको लागि सजिलो त पक्कै थिएन, तैपनि उहाँ चाहिँ सफल हुनुभयो। त्यसकारण यो शासन नारीहरूलाई प्रवचित भएर ध्यान भावना गरेर नारीहरू पनि स्वतन्त्र हुन सक्छ, दुःखबाट मुक्त हुन सक्छ, दुःखबाट मुक्त हुने ज्ञान पनि प्राप्त गर्न सक्छ भन्ने स्वयं उदाहरण बनेर देखाउनु भएको थियो। त्यसकारण पनि आज हामीहरू सम्पूर्ण नारीहरू विशेषले सबैजनाले हामीहरूले पूजा गर्न योग्य भएकै कारणले गर्दा यसरी ठुलो मूर्ति है जुन चाहिँ हेर्दा नै धेरै नै शान्त सुशील त्यस्तै गरी पूजा गर्न गौरव गर्न योग्य खालको जुन महेश तुलाधर हाम्रो उपासकले बनाउनु भएको छ। त्यसकारण उहाँले पनि धेरै धेरै धन्यवाद हाम्रो शाक्यमुनि कीर्ति बिहार सम्पूर्ण गुरुमाहरूको तर्फबाट सम्पूर्ण उपासक उपासिकाहरूको तर्फबाट धेरै नै साधुवाद व्यक्त गर्न चाहन्छु। तपाईहरूले सायद मूर्तिलाई दर्शन गरिसक्नु भएको छ होला। उहाँ स्वयं नारीहरू बीचमा श्रेष्ठतम नारीको रूपमा उभिनु भएको छ। उहाँलाई हामीहरूले दिनौँ पूजा गर्दै गौरव गर्ने हाम्रो पनि प्रण रहेको छ। यसरी आजको दिनमा हामीहरू सबैजना श्रद्धेय मुदिता गुरुमा, पुण्यवती गुरुमा, श्रद्धा गुरुमा लगायत हामीहरू 6 जना गुरुमाहरू पनि यहाँ उपस्थित भएर कृष्णी गुरुमाहरू हाम्रो शाक्यमुनि कीर्ति बिहारका सम्पूर्ण उपासक उपासिकाहरू पनि सरसर्दा नै राखेर यो मूर्तिलाई लैजान लागेका छौँ। त्यस्तै गरी यो कार्यक्रममा उपस्थित भए यो कार्यक्रमलाई
भव्य बनाउनु हुने हाम्रा वडा अध्यक्षज्यू, सम्पूर्ण गण्यमान्य अतिथिवर्गहरू, त्यस्तै गरी विशेष धन्यवाद हाम्रो महेश तुलाधर, रिता तुलाधर, सम्पूर्ण परिवार, छोरा छोरीहरू, सम्पूर्ण नाता बन्धुहरू सबैजनालाई पनि धेरै धेरै साधुवाद, धन्यवाद। यो पुण्यको अनुभावले, यस्तो मूर्ति बनाउनु भएको पुण्यको अनुभावले उहाँहरू सम्पूर्ण परिवारमा सुस्वास्थ्य लाभ होस्, समृद्धि होस् भन्ने पनि कामना गर्दछु। त्यस्तै गरी यो कार्यक्रममा उपस्थित भएर विभिन्न तवरले सहयोग गर्नुहुने सम्पूर्ण उपासक उपासिकाहरूलाई पनि धेरै धेरै साधुवाद व्यक्त गर्दै यो कार्यक्रम भव्यताका साथ हामीहरू सम्पूर्ण गरौँ भन्ने प्रणका साथै अहिले यो छोटो उपदेश यही टुङ्ग्याउन चाहन्छौँ। सबैजनालाई भगवतो सब मङ्गल। आज यो मूर्ति स्थापना कार्यक्रममा आउनुभएका गुरुमाहरू, यसैवटाका वडा सदस्यहरू, आदरणीय हाम्रो मछली भैरवका अध्यक्ष, यसै गरी यो मूर्ति स्थापना गर्ने आदरणीय महेश तुलाधरज्यू र उनका परिवारज्यूहरू र सम्पूर्ण यहाँ उपस्थित हुनुभएका सम्पूर्ण व्यक्तित्वहरूमा म नागार्जुन नगरपालिका वडा नम्बर 6 को तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट नमस्कार गर्न चाहन्छु। यो नेपाल भनेको देश बुद्ध जन्मिएको देश हो। बुद्ध जन्मिएको देशमा शान्तिको एकदम अनुभव हामीले गरिरहेका छौँ। यो मूर्ति जसरी अहिले बुद्धको सानियामा जुन अहिले मूर्ति बनाइरहनु भएको छ मेरो आदरणीय व्यक्तित्वले, र यो मूर्ति हस्तान्तरण गर्न पाउँदा म नागार्जुन नगरपालिका वडा नम्बर 6 को तर्फबाट एकदम हर्षित पनि छु। यो कार्यक्रम 12:30 बजे नै हुन्छ भने चाहिँ म अरू कार्यक्रम छोडेर पनि यो आफ्नो जुन यो नागार्जुन नगरपालिका वडा नम्बर 6 बाट अहिले जुन सतुङ्गल, मैले बुझेअनुसार सतुङ्गलको एउटा गुम्बामा लगेर त्यो जुन अहिले बुद्धको सानियामा लगेर स्थापना गर्नुहुन्छ, यसको लागि कुनै अवसर मिल्यो भनेदेखि हामी पनि त्यसमा अवलोकन गर्न आउने नै छौँ। र यसले गर्दा नागार्जुन नगरपालिका वडा नम्बर 6 एकदम गर्वित पनि छ। धेरै मूर्तिहरू हाम्रो उहाँले बनाइरहनु भएको छ। महेशजीले धेरै बुद्धका मात्रै होइन, धेरै गणेशमानदेखि लिएर अनेक भगवानहरूकादेखि लिएर यहाँ अस्ति भर्खर पनि यहाँ एउटा बनाएर यहाँ सहयोग पनि गर्नुभएको छ। त्यसको लागि पनि म धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। र विशेष गरी यो हस्तान्तरण गर्न पाउँदा हामी धेरै हर्षित र गौरव पनि छौँ। आगामी दिनहरूमा अहिले बुद्धको सानियामा जुन अहिले लहर राख्न लाउनु भएको छ, आगामी दिनमा पनि तपाईँहरूले हाम्रो यो बुद्ध जन्मेको देश धेरै ठाउँमा तपाईँहरूको समन्वय पनि भइरहन्छ। अरू बुद्धका मूर्तिहरूदेखि लिएर अरू कुनै मूर्तिहरू चाहियो नि हाम्रो आदरणीय महेशजीलाई सम्झिनु होला, किन भन्दा उहाँले बनाएका मूर्तिहरू एकदम धेरै प्रख्यात पनि छ, धेरै ठाउँमा गइ पनि रहेको छ। र तपाईँहरूले जसरी हाम्रो महेशजीसँग समन्वय गर्नुभएको छ, तपाईँहरूले अरूसँग पनि समन्वय गरेर यो मूर्तिहरूको लागि चाहिँ उहाँलाई अगाडि बढाइदिनु हुन पनि मैले एकदम अनुरोध पनि गरेँ। र नागार्जुन नगरपालिका वडा नम्बर 6 मा विशेष गरी हाम्रो चिनारी भनेको व्हाइट गुम्बा पनि छ। तपाईँहरूको समन्वय पनि होला सायद, छैन। र यो व्हाइट गुम्बाले पनि गर्दाखेरि पनि नागार्जुन नगरपालिका वडा नम्बर 6 को एकदम शान पनि छ। किन भन्दाखेरि गुम्बा भने बित्तिकै हामी जुनसुकै धर्म माने पनि हामी सम्पूर्णले आफ्नो स्वइच्छाले जुनसुकै धर्म मान्न पाउने पनि अधिकारको कुरा पनि छ। किन भन्दा धर्ममा आस्था राख्ने हो, आखिर भगवान भने चाहिँ एउटै हुनुहुन्छ जस्तो लाग्छ मलाई। किन भन्दा जुन धर्म माने पनि भगवानलाई चाहिँ हामीले मान्ने नै हो। त्यस कारणले चाहिँ भगवानलाई मान्दाखेरि म पनि भगवानप्रति एकदम विश्वास पनि गर्छु, मान्छु पनि, र सम्पूर्णले एकदम मानिरहनु पनि भएका छन्। आगामी दिनहरूमा पनि मैले आफ्नो वडाको तर्फबाट गर्ने सहयोग तपाईँहरूसँग आज चिन्जान पनि भयो र हरेक कुरामा चाहिँ सहकार्य गरेर अगाडि बढ्ने वचनबद्धताका साथ ढिलै भए पनि सम्पूर्णलाई म नयाँ वर्ष 2082 सालको शुभकामना दिँदै मेरो मन्तव्य यही अन्त्य गर्छ। धन्यवाद।
चाइल मल्ल चाइला अच्छा थोरम चाइला त्यो दियो छ Pasal nyanyi jasa, nyanyi jasa new line yang disa. Soalnya jelas anak tak kau tu anak abi. Kasar
أنا ما يستاهل كنت بنيا لك. Tutup solik na. Solik kami ni. Ali mo. What's up again? See, I said, Miu step was that. Right. I'm going to tell you. Who can learn number? I'm not Baza. Gurma, angle minute, almost for so video. He's a new day back. He's a new What happened? Background मिला था ना? वो अच्छा मखना One